Hello everyone, welcome to my vlog. आज चाहिँ दुई भाइ गोर्खा पार्कतिर going to Ukalo. A few moments later. हामी चाहिँ सेउटी सर्दो Wala. हामी चाहिँ यहाँ गोर्खा पार्कको खेततिर आइसक्यौँ। गोर्खा पार्क चाहिँ माथि छ। त्यस्तै हो, सबैतिर स्मुथ रहेछ, राम्रो छ। यहाँको जग्गा चाहिँ बिक्रीमा छ अरे, किन्ने भए आउनुहोस्। मेरो नामले किन्न आउनुहोस्, किन्नुहोस्। मेरो नाम लिएर नि केही डिस्काउन्ट चाहिँ पाउने होइन, किन्नु चाहिँ किन्नु। ब्रेक पनि बिग्रेको थियो अनि चक्का पनि दुईटै पम्प। हाम्रो साथीको चाहिँ साइकल बनिसक्यो अरे। अब साथीको साइकल लिइकन म चाहिँ अब अस्पतालतिर लाग्ने विचारमा छु। साइकल दिने साथी यहाँ छ, अब नत्र ऊ त्यो साइकल लिएर आउँछ। म चाहिँ अब सागर साथीको साइकल लिएर हामी अस्पतालतिर। अब नेक्स्ट रुट अस्पताल, त्यहाँदेखिको हाम्रो भिलेटार अनि शिवझट्टा चाहिँ बाँकी छ। शिवझट्टा र भिलेटार चाहिँ हाम्रो अब 11 को एक्जाम पछि हो। हामी चाहिँ अब गोर्खा पार्क आइपुग्न आँट्यौँ। यहाँबाट चाहिँ 10-15 मिनटको मात्रै बाटो बाँकी छ। क्यामेरामा नहटेको छु ठुलो भएर। मान्छेहरू फोटो खिच्नु अनि कस्तो चढिदिन्छ त पाखीहरू। 3 days later. हामीले चाहिँ अब बाटो बिर्स्यौँ, 2टा बजिन्छ। अब बाटो कता थाहा छैन र अब यो जतापट्टि फर्किन्छ हामी त्यतापट्टि जानेछौँ। तलतिर फर्केर हेर्दा और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। फर्स्ट टाइममा चाहिँ तलतिर फर्क्यो, जुन बाटो आएको थियो। फेरि सेकेन्ड टाइम मास्तिर। यो चाहिँ अब यतातिर यता मास्तिर फर्केको छ र हामीले यता मास्तिरै जानेछौँ। पुग्यो भने पुग्यो, पुगेन भने जुन बाटो आएको त्यही बाटो फर्केर घरतिर। सानो पानी परेर भर्खर के गर्नु पर्थ्यो है। बाटो चाहिँ दामी आइपुग्यो अहिले। त्यो भ्यूहरू पनि राम्रै छ। धरान चाहिँ क्लियर देखिँदैछ माथि पुगेपछि झन्। गोर्खा पार्क चाहिँ यहाँ माथि हो र हामी चाहिँ ठ्याक्क मुनि आइपुग्यौँ। गोर्खा पार्क अब धेरै छैन। हामी चाहिँ गोर्खा पार्क आइसक्यौँ। साथी हाम्रो मासु यहाँ पोल्ने होइन। अब कोइला पनि छ माछा त। साथीको चाहिँ कोइलामा खलाको घर लान्छ त्यसो। सुन पोल्नु पर्ने काम त त्यो हो। सुन टोइलेट सानो सानो भयो, दामी रुख देखिरहेको छ यहाँ चाहिँ। तलसम्म सबै एउटै खालको रुख, एउटै साइडमा।
चराचुरुङ्गीको आवाज जराहरू पनि भुइँभरि पिछेका जरा उहाँबाट चाहिँ होला माथि अलिक साइज नि त्यहाँ बलिङ चढ्ने हाम्रो साथी चाहिँ त्यहाँबाट पानी झिक्दैछ हाम्रो साथीले चाहिँ त्यहाँबाट पानी झिकिसकेको छ एक बोतल हाम्रो चाहिँ पानी सकिएर बिजेक भइरहेछ र त्यहाँ गएर हाम्रो साथीले पानी झिकेर आयो एक बोतल हामी चाहिँ अहिले गोर्खा पार्क आइसक्यौँ र हाम्रो खाजा पानी भइसक्यो यहीँ गोर्खा पार्क आइपुग्यो केटा हो हामी चाहिँ अब गोर्खा पार्कको एक्सप्लोर गर्न आँटेको हाम्रो चाहिँ गोर्खा पार्कको बिचमै मूर्ति छ यता चाहिँ अलिक दामी आउँछ होला फोटो के को उडी हान त के हो तिमीहरूको काम छैन अझैसम्म सुतिरहेछ हो हामी यत्रो डाँडा चढेको थाहा छैन के तिमीले हाल्नुपर्ने हो अझैसम्म हेरेको है फेरि आम्मा फेरि हेर न यत्रो फेरि हाँस्दै हेरिरहेको अरे क्या फेरि यहाँ सबै चाहिँ गोर्खा पार्कमा सहयोग गर्ने व्यक्तिहरूको नाम लिस्ट चाहिँ धेरै छ साथीहरू यहाँ चाहिँ हाम्रो बाजे चाहिँ हो खुकुरी र बन्दुक बोकेर कानमा बसिरहनुहुन्छ है When you go home, tell them of us and say for your tomorrows we gave our today. A man say he is not afraid of dying. He is either lying or he is a Gorkha. Jai Gorkha. हामी चाहिँ अब गोर्खा पार्क पुरै घुमाइसक्यौँ र हाम्रो चाहिँ अब फर्किने बेला भयो यहाँ आउँदा चाहिँ दामी फिल भयो क्या यहाँ मान्छेहरूको नामहरू हेर्दा स्ट्याचुहरू गोर्खाहरूको नेपालको झन्डा यस गोर्खा पार्क चाहिँ दामी रहेछ फर्किँदैछौँ अब हामी चाहिँ अलिक तल पुगेपछि भिडियो बाई बाई गोर्खा पार्क अघि चाहिँ हामी तल त्यो होटेलको मुनिबाट आएको थियौँ र अहिले चाहिँ हामी यता हेलिप्याडको बाटो जाँदैछौँ अहिले हामी हिँड्दै आए पनि पछि हामी यहीँ हेलिकप्टर ल्यान्ड गरेर आउनेछौँ छिट्टै आउँछौँ होइन साथी यो चाहिँ हाम्रो भविष्य यहाँ चाहिँ हामी टल्किरहेको छ क्या यहाँ चाहिँ हामी दुईजना साथी दुइटा हेलिप्याड ल्याइकन दाजुभाइ यहाँ आइपुग्ने हेलिकप्टरमा दाजु चाहिँ म हो यहाँ चाहिँ मेरो हेलिकप्टर ल्यान्ड ऊ चाहिँ म भन्दा जेठै हो मेरो चाहिँ ड्राइभर हो चाहिँ हाम्रो साथीलाई चाहिँ अलिक फोटो खिच्नुलाई पोज आउँदैन होइन त्यो भएर म सिकाउँदैछु तर पनि हाँसेको हाँसे पोज देऊ त कसरी गरे साथीलाई चाहिँ अब केही पोज दिने हो भने क्या फोटो सेटो खिच्दैन
त्यो स्टाइलमा सपने का हेलिप्याड ब्याग उठाइदेऊ न त्यही खुसियालीमा ब्याग उठाएको देखाउनु हामीले चाहिँ सपनाको हेलिप्याडमा चाहिँ हेलिकप्टर ल्यान्ड गर्न छोडेर यस्तो छ है जिन्दगी चाहिँ ब्याग उठाउनु परिरहेछ हो जिन्दगी त्यो सर्टकट बाटो भेटेर यताबाट जानु थालिसक्यौँ हामीले विन्ड मिल भेटाइसकेको छौँ लरे भेटाइसकेको छु कहाँ अरे फेरि त्यही बाटो आएको हामी चाहिँ हाम्रो नेत्र साथी लरे साथीलाई भेटाएको छौँ हामी चाहिँ अब डुल्दै डुल्दै आएको त चाहिँ कुद्दै कुद्दै आएछ अन्त लाजै बिना स्ल्याक्समा आएर चाहिँ यार यस्तो केडी जस्तै गर्छ यार हाम्रो साथी लडै भिड्ने रहेछ फुलकोबारी भन्छ चस्मा लागेकै छैन सोगाले हामी चाहिँ अब फर्किनु थाल्यौँ र अघि हामी अदा चाहिँ 2 जना थियौँ अहिले फर्किँदा 3 जना हाम्रो लौरे साथी चाहिँ कुद्दै कुद्दै आएर हाम्रो साथी चाहिँ अहिले गोर्खा सेन्टर छिरेर कुद्नु थालिरहेछ आशिकालाई बोलाइदिउँ आशिका तामाङलाई बोलाइदिउँ भाइ तिमी चाहिँ मुत्ने हो र गाइस हामी चाहिँ अब गोर्खा पार्कबाट झरिसकेर पुल पुग्न आँट्यौँ र आजको भ्लग चाहिँ यहीँ सकिन्छ हाम्रो सौगात एन्ड श्रेष्ठ हैन सौगात पी श्रेष्ठ हो पी श्रेष्ठको ठुलो फ्यान ये बड़ी अच्छी बात कही आप